देखाइदिनु रहेछ के अनि यहाँ पनि नौला आहान घागरा छैन लग पुलको अलिकति दुईटा पिलरदेखि स्टार्ट गरेको छु यही गङ्गा कति लामो छ यो गङ्गा यहाँ त सानो छ त फेरि थपिँदै गयो होला नि त जतामा नौछ नि त गाडी 30 को स्पिडमा हिँडेको छ ल कति 30 को स्पिडमा कति मिनेटमा हिँड्दा चाहिँ पार हुन्छ यो के यो कौन सा नदी है बात नै यो के जस्तै यसमा खुल्यो होइन ड्युल कम रोक्न पनि मिल्छ नेपालमा भन्दा इङ्ग्लिसमा Caution. Check the screen for more information. म्युजिक चाहिँ राम्रो बजाएको थियो गान सुन्ने निद्राले पेल्छ व्हाट्सएप चैनल नम्बरमा व्हाट्सएप हुने देख्नु एकैछिनै डबल छ यसमा हेरौँ छ के किन्नुहोस् कल गर्न लामै रहेछ त धेरै यो घागरा नदी हो कि घागरा भर्खर गङ्गा बन्नु के र त बर्खा त पुरै डुबानुहुन्छ होला है एकदम कस्तो छ त्यही पनि मोल राखेर खेती गर्न लाग्यो एक खेती त हुन्छ नि होइन 3 खेती पनि नहुने एक खेती के गर्छ नि तिमीहरूले यी तोरी लाहान यहाँ तोरी माथि त डुबाउनु होला हजुरको किन नडुबाउनु माथि यो तोरी लागेकोमा अनि उहाँ तल मोल राखेको हेर्नु यही नदी तल गएर गङ्गाजी भनेको छ फेरि गङ्गा कतैबाट मिसिहाल्छ त्यही गएर गङ्गा बिहार युपीमा त कति छ कति नदी पुरै बुढिनु यो बर्खा त पुरै छलबल हुँदैछ क्या यता गउँला एक खेती मात्रै हुन्छ क्या कि होइन गहुँ र उत सब बाबाजीहरू नुहाएर जान्छन् यस्तो भए पो हुन्छ होइन अनि बाबाहरू काठमाडौँ जाने हुन् कि नुहाएर आयो हगेर आयो नुहाएर सबै भ्याएर एकैचोटि होइन यहीमा तल गएर गङ्गा भइहाल्यो देखाउनुहोस् त्यस दादा नास्ता नानीहरूलाई 5 मिनट चार्ज गर्नु पर्यो एक रात है जम्मा 5 मिनट चार्ज गर्नु पर्यो रिभर्स चार्ज छ कि मेरो गरिदिउँ गरिदिनु मेरो त बन्द छ कि मोबाइल ल्याउनु क्या बन्द छ कि खै त ल्याउनु न त बन्द भयो नि चार्ज चार्ज हुन्छ केबाट ऊ अझै हुन्छ हाम्रो के भन्नु ओटिजी चाहिँ हाम्रो डबल सी हुन्छ कि मेरोमा ए त्यति पिँडै हुनुहुन्छ नि चार्ज खोलिहालौँ हामीमा त चलाउने त होइन हामी हिजो भोलि बिहानसम्म आइन्छ भने क्या ढिला हुने भयो किन आएन भन्नु फर गरिदिनु फेरि गाली गर्छ यसले कहीँ गयो भने फोन गर्दैन भनेर कति लामो यार यो पुल हो नि त दाइ पुल त लामो त हिजो बन्न लागेको लास्टै लामो रहेछ पानी हेर्नु न कता उता उल्टो चार्ज दिने होइन वायरलेस हो अझै यो त यसमा त्यति पनि सुविधा वायरलेस हो तपाईँको मोबाइल आउनु होला वायरलेस हुन्छ कि योबाट रिभर्स चार्ज छ क्या कस्तो वायरलेस रिभर्स चार्ज के मेरो मोबाइलले तपाईँको मोबाइल गर्ने त्यो उहाँ जोइन गरौँ मेरोमा भन्छ त्यो आइफोनमा पनि भन्छ मेरो गरिदिनु न भन्छ आहा भयो रिभर्स गर्दै यसबाट त्यहाँ चार्ज गर्ने मिल्छ मिल्छ सी टाइपमा राख्दै खान त दुईटै सी टाइप टाइप सी हो भने कति किलोमिटर रहेछ अरे यो पुल त धेरै लामो रहेछ होइन इसका लंबाई नहीं मैले बुझेँ हिजो त महाकुम्भमा किन पुलिस मुस्कान दिएको थिएँ भनेको त उहाँ त आउने पाउनुलाई तिनीहरू त्यति गर्नु त पर्यो नि नत्र त पुलिसले व्यवहार गतिलो गरेन भनेर कम्प्लेन गर्दै तिनीहरूलाई त झ्याउ हुन्छ नि पुरै डुबाउनु भएको त त्यति गऱ्यो अनि फेरि गयो
फेरि गर्छन् एक खेती गर्ने यो साला यो एक खेती हटस्पट भने गाउँकै खेती गर्छन् होला कि ऊ चाहिँ डाटा खोल्यो भने त बेटी त लम घट्ने रहेछ डाटा र हटस्पट खोल्ने भने त बेटी त लम खाइदिनु रहेछ क्या त्यत्तिकै मेरो नचल खाइदियो के लगा तोरी लगा कति 5 किलोमिटर 3 किलोमिटर त होला हैन यो पुल धेरै छ 5 त छ धेरै छ यत्रो भेद भए हैन 5 मिनेट यहाँबाट अर्को गाँस रहेछ फेरि अर्को गाँस छ पानी भनौँ स्लो डाउन हाइट कम गर्दै लगेर रहेछ यो यो पुल होइन नि यो पुल हो पिलर होचो बनाउँदै सिले ऊ हालेछ कि तोरी रोप्ने छ नि एक सिजन तोरी के गाउँ हो के त पुरै खोलै छ त अनि कहाँबाट यहाँ यसमा अनि बाटो गरिन्छ जस्तो ठाउँ छैन त किल्लो तर्छ होला त्यहाँनिरले मुडो हो कि होइन जहाँबाट पनि पस्नु सक्नुभयो कि खोल्नु अहिले उताबाट र यताबाट फाटेर रहेछ कि एउटै खोला मटर रहेछ मान्छे छन् त्यही पनि तपाईको हिजो चार्ज किन भएन मेरो खै किन भयो हुँदै भयो यहाँ त हुँदै हुन्न अहिले भयो यहाँ। भइरहेछ अब 1% उठाउनु गाह्रो मान्ला नि पहिला उड्दैन नि यो मोबाइलले यसले उठाउनु होला कि उठाउँछ होला फेरि मुच्चन गरेर टेन्सनै नगर काटिनु पर्छ दर्शन गराइदियो यार सुबह कत्तर आउँछ कत्तर मान्छे दर्शन कराइदियो यार उसने शायद खराब कर दिया हिजो मैले झन्डै देखिनँ गफ लगेको थिएँ महाकुम्भमा पुरुष पश्चिममा